हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। म चाहिँ आज अफिसदेखि चाँडै घर आइपुग्न लागेको छु। म चाहिँ हजुरहरूलाई एउटा छोटो भिडियो देखाउनेछु है। मेरो गाउँघरको कस्तो लाग्छ माया गरिदिनु होला अनि कमेन्ट गरिदिनु कस्तो लाग्छ हजुरहरूलाई। म चाहिँ भर्खरै अफिसदेखि आउँदैछु, यहाँ बाटोमै छु है। यहाँ बाटोमै छु है, आउँदैछु, घर पुगेको छैन। हजुरहरूलाई म एकछिनमा मेरो घर अनि गाउँको भिडियो पनि देखाउनेछु। कस्तो लाग्छ माया गरिदिनु होला। सो त्यही हो साथीहरू, आज चाहिँ म छिट्टै नै भनौँ न घर आइपुगेको छु। त्यही हो, यता यस्तो तोरीबारी छ है। त्यही हो साथीहरू, यो चाहिँ मेरो गाउँ हो है। यता तलतिर यस्तो छ, यता पनि घर छ है। त्यही हो है साथीहरू, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो गाउँ अनि त्यो बिचको चाहिँ मेरो घर हो। बाख्रा हेर्नुहोस् त, जाडोले यस्तो छ। मान्छेको त कस्तै हालत हुने बेला भइसकेछ यहाँ है। चिसो धेरै छ हाम्रो गाउँघरतिर चाहिँ, धेरै नै चिसो बढेको छ है। बिहान बेलुका पानी छान्न पनि गाह्रो हुन्छ। यता गाउँ यस्तो छ। तोरीबारी यस्तो रमाइलो छ है साथीहरू। पहिले है, यही हो है हाम्रो घर चाहिँ, यो धुवाइरहेको घर हो साथीहरू। केराउ यस्तो छ है, यति मस्तले फल्या छ है केराउ पनि। साथीहरू, म चाहिँ फाइनली घर आइपुगिसकेको छ है। यता चाहिँ मेरो घर छ, हाम्रो यता चाहिँ पुरानो घर हो। अनि यो अर्को गोठ हो है। ओहो, माथि छ एकजना भाइ आएको तापिरहेको। सो त्यही हो साथीहरू, यो चाहिँ तोरीबारी है। घाम लाग्दैन, धेरै चिसो छ। यही हो मेरो घर चाहिँ पछाडिको है साथीहरू। म चाहिँ रुम आइपुगिसकेको छु है। मेरो रुम चाहिँ यही हो। म यहाँ सुत्छु, भाइ यता, अनि त्यता चाहिँ हाम्रो सामान राख्ने। यस्तै साथीहरू, हाम्रो पुरानो केही पनि छैन त्यस्तो नयाँ राम्रो। यहाँ चाहिँ मेरो हजुरबा हुनुहुन्छ, माउली हजुरबा हुनुहुन्छ, बाबा मम्मी हुनुहुन्छ। अनि यो चाहिँ मेरो भेनाजुले बर्थडेमा गिफ्ट ल्याइदिनु भएको। सो त्यही हो साथीहरू, यो चाहिँ हाम्रो किचन हो। कस्तो के हो यस्तो नानी? खाना खाएर यही गीत बजाएर यहीँ सुतेछ हो साथीहरू। सानो मान्छे दामी त। त्यही हो साथीहरू,
अरू त्यस्तै हो बाई बाई।